दर्शन नमस्कार सबैजनालाई। सुभद्रौली माताको दर्शन गर्न आइयो। झुलुङ्गे पुलको ठिक बिचमा घुमिरहेको छु। साथीहरू चाहिँ गइरहेका छन्। यसरी मन्दिर हामीहरूले देखाइरहेका छौँ। यताको वातावरण हरियाली देखाइरहेका छौँ। यस्तो रमाइलो ठाउँ छ। तल बगिरहेका नदीहरू, उडिरहेका गाडीहरू, हरियाली, यस्तो रमणीय ठाउँमा मित्रहरू आउनुहोस्। हामी ठ्याक्कै अर्घाखाँची जिल्ला सुभद्रौली सुभा माताको मन्दिरमा आएका छौँ। झुलुङ्गे पुल मार्फत मैले तपाईँहरूलाई केही भिडियोहरू सार्वजनिक गरेँ वा भिडियोहरू फोटोहरू सार्वजनिक गरेँ। हेर्नु होला, राम्रो ठाउँ छ। माताको कृपाले आउनुहोस्, घुम्नुहोस्, इन्जोय गर्नुहोस्, हाम्रो फ्यामिलीहरूलाई ल्याएर घुमाउनुहोस्। यहाँको सबैभन्दा मनपर्ने भनेको चिसो हावा। दिउँसोको 12-1 बज्दा पनि मौसम चिसो छ। झुलुङ्गे पुलमाथि आएर यसरी वैशाखको महिनामा, चैतको महिनामा यसरी हरियाली हेर्नु पनि ठुलो कुरो हो। यसरी आएर घुम्ने रमाइलो गर्दै गर्नु सिक्नुपर्छ। पक्कै पनि छुट्टीमा आउनु होला। आफ्ना बच्चा फ्यामिलीहरूलाई, बुवा आमाहरूलाई, आफन्तहरूलाई ल्याएर माता सुभद्रौलीको दर्शन गराएर झुलुङ्गे पुलमा आएर नाच्दै गाउँदै रमाउँदै ठ्याक्कै म बिचमा उभिएको छु। नेपाली झन्डा पनि छ। ठ्याक्कमा आएको छु। म यो क्रस गरेर फर्कने क्रममा अर्को भिडियो बनाउनेछु। हस्, धन्यवाद।